यति धेरै कुद्दिएर चाहिँ भने मलाई थाहा थिएन ओ माई गड चराहरू त यसरी पो उड्दो रहेछ त चराहरू तिमीहरू जस्तै म पनि उड्दैछु साथीहरू आफूलाई पन्छी बन्न मन लाग्यो भने पोखरा आए हुन्छ प्याराग्लाइडिङ ओहो ला 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 ओहो हो ए दिदी भात पाक्यो ए बहिनी रमाइलो आउट नेक्स्ट लेभलको छ नेक्स्ट लेभल साथीहरू नेक्स्ट लेभलको छ यसरी तलबाट हो यो एङ्गलबाट समात्नु कि है साथीहरू नेक्स्ट लेभलको ह्याप्पिनेस छ नेक्स्ट लेभलको योभन्दा उता त मैले सोचेको ठिकै गरेछु मैले लामा भेस लाएर नत्र भने त हावाले त उडाउने रहेछ नि त होइन मिस्टेक गर्नुभयो चप्पल लाएर आएर होइन मैले जानेरै हो नि त मलाई खुट्टामा मलाई अघि सम्झेको सफोकेसन हुन्छ कि भनेको थिएँ तर कसले नगरेको चिज जहिले पनि मैले गर्छु नि त भाइ जहिले पनि त्यही हो सिर्जनाको मतलब भनेको नि क्रिएसन भनेको सबै कुराको सुरुवात हो क्या सृजना हो त्यही भएर चप्पल लगाएर मैले चप्पलले खाली खुट्टै गरेको मैले यो स्टोनै हो नि त एक प्रकारको अझ अहिले पक्नुमा त अर्को स्टोन हस् ओके पंछी बनी उड़ते फिरू मस्त गगन में आज मैं आवाज हूँ मैं दुनिया की नजर में साथीहरू गीतमा नजानु गीत मेरो शब्द तलमाथि हुन्छ सिङ्गरले सुन्नुभयो भने रुनुहुन्छ तर पनि केही छैन मैले इन्जोय गरेको छु मैले इन्जोय गर्दैछु है सो साथीहरू फुल इन्जोय साथीहरू फुल इन्जोय तपाईँको साथी त हेर्नु त यहाँ के गर्दैछु बिना चप्पल र जुत्ता मसँग जुत्ता चप्पल नभएको होइन साथीहरू चप्पल जुत्ता भएकै मान्छे हो एउटा चप्पल र जुत्ता त म पनि किन्नु सक्छु नि त साथीहरू ला 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 पहिलो हो था हेरिदिनुहोस् त्यो भिडियोहरू चालु भइरहेको हुन्छ हेलो